भनिन्छ जीवन बदल्नु छ भने संगत बदल्नु जरुरी छ। अवश्य पनि हामीले हाम्रो जीवनमा प्रगति गर्नको लागि होस् या दुर्गतिहरू भोग्दा होस्, संगतको प्रभाव गहिरो रूपमा रहन्छ। एकजना विद्वानले भनेका छन् जीवनमा साँच्चै प्रगति गर्ने हो भने दुई प्रकारको मान्छेसँग संगत गर्नु जरुरी छ। एक, जसले जीवनमा आफ्नो क्षेत्रमा सफलता भोगेको छ। दुई, जसले जीवनमा पटक पटक असफलताहरू भोगेका छन्। यी दुई प्रकारको व्यक्तिसँग हामीले संगत गर्न सक्यौं भने चाहिँ जीवनमा अघि बढ्न धेरै सजिलो हुन्छ। जस्तै कि प्रगति गरेको मान्छेले हामीलाई प्रगतिका सूत्रहरू सिकाउनेछन्, प्रगतिका अनुभवहरू सुनाउनेछन् भने जीवनमा पटक पटक असफलता भोगेका मान्छेबाट असफल हुनुका कारणहरू हामी थाहा पाउन सक्छौं। यी दुई प्रकारको मान्छेको संगतले हामीलाई जीवनमा अघि बढ्न, सफलताको शिखर चुम्न धेरै सहयोग पुग्छ। त्यसकारण संगतको धेरै महत्त्व हुन्छ। यहाँलाई थाहा छँदैछ, एकदमै कुख्यात डाकु रत्नाकर पनि नारद मुनिको उपदेशको प्रेरणाले, त्यो संगतले गर्दाखेरि वाल्मीकि जस्तो महर्षि बन्न सफल हुन्छ र संसारलाई रामायण जस्तो एकदमै चर्चित ग्रन्थ दिन सफल भए। जसको पनि औला काटेर माला लगाउने अंगुलीमाल जस्तो हत्यारा डाका पनि सिद्धार्थ गौतम बुद्धको प्रेरणाले गर्दाखेरि आफ्नो जीवन भिक्षुमा परिणत गर्छ। हेर्नुस् संगतको प्रभाव। यही संगतको प्रभावलाई लिएर एउटा सानो कथा तपाईहरुलाई म सुनाउन चाहन्छु। हुन त यो कथा सबैले सुनिएकै कथा हो। कथाको पात्रमा ध्यान नदिनु होला, कथाले दिन खोजेको सन्देशलाई विशेष फोकस गर्नु होला। एकजना किसान खेतमा नियमित रूपमा जाँदै थियो। त्यही बेलामा बाटोमा उसले एउटा अन्डा भेट्छ। उसले त्यो अन्डा टिपेर आफ्नो घरमा ल्याउँछ र ओथारा बसेको कुखुराको अरू अन्डाहरूसँगै मिसाइदिन्छ। नेचुरली केही समयपछि ती सबै अन्डाहरूबाट चल्ला निस्किन्छन्। त्यो सबै अन्डाबाट निस्केको चल्ला मध्येमा एउटा अन्डा जो उसले बाटोमा भेटेको थियो, त्यहाँबाट निस्केको चल्ला चाहिँ अलि फरक खालको, ठुलो खालको हुन्छ। हुर्किँदै जान्छ, पछि थाहा हुन्छ कि त्यो चल्ला चाहिँ चिलको चल्ला हुन्छ, चिलको बच्चा हुन्छ। तैपनि कुखुराको माउले सबै चल्लाहरूलाई समान माया र ममताका साथ हुर्काउँछ र त्यो चिलको बच्चाले पनि त्यो कुखुराको माउलाई नै आफ्नो आमा सम्झेर एउटै परिवार भएर अघि बढिरहेको हुन्छ, त्यही माया र ममताका साथ। नियमित रूपमा कुखुराको माउले आफ्नो चल्लाहरूलाई चराउनको लागि खेतबारीमा लान्थ्यो, किरा फटेङ्ग्रा खोज्ने, खुवाउने गरेर आफ्नो नियमित जीवन चलाइरहेको थियो। एक दिन आकाशमा आनन्दले उडिरहेको एउटा चिल देख्छ, त्यो जमिनमा बसेको चिलको बच्चाले। र त्यो चिलको बच्चाले आफ्नो आमालाई अर्थात् कुखुराको माउलाई सोध्छ त्यो आकाशमा उडिरहेको के हो भनेर। त्यसपछि कुखुराको माउले भन्छ त्यो त चिल हो, एकदमै शक्तिशाली पन्छी चिल। यसले तिमीहरूलाई देख्यो भने तिमीहरूलाई खान आउँछ, झम्टिन आउँछ, त्यसैले यो नजिक आयो भने तिमीहरू लुक्नुपर्छ भनेर कुखुराको माउले सम्झाउँछ। दिन बित्दै जान्छ, हुर्किँदै जान्छ चल्लाहरू। त्यो चिलको बच्चाको प्वाखहरू ठुल्ठुलो हुँदै आउँछ। एक दिन उसले पनि त्यो आकाशमा चराहरू उडेको देखेर आफू पनि काण्डला माथिबाट उड्ने प्रयास गर्छ। ऊ थोरै उड्छ। त्यो देखेर कुखुराको माउले त्यो चिलको बच्चालाई गाली गर्छ, तिमी यसरी उड्ने प्रयास कहिले पनि नगर, किनकि उड्ने अधिकार र उड्ने क्षमता हामी कुखुरा जातमा छैन। हामी भनेको जमिनमा बस्ने जात हो। जमिनमा जे भेट्छ त्यो खोजेर खाने हो, जमिनमै जीवन बिताउने हो। आकाशमा उड्ने अधिकार र क्षमता भनेको त्यो ठुल्ठुलो चिल जस्ता पन्छीहरूमा मात्रै छ, हामीमा छैन। त्यसैले कहिले पनि उड्ने प्रयास नगर भनेर आफ्नो आमाले सम्झाउँछ त्यो चिलको बच्चालाई। उसले लुकेर धेरै पटक उड्ने प्रयास गर्छ, तैपनि कुखुराको माउले पटक पटक उसलाई नउड्नको लागि सम्झाइरहन्छ, गाली गरिरहन्छ। यसरी नै त्यो चिलको बच्चा पनि हुर्किन्छ, ठुलो हुन्छ र कुखुराहरूसँगै आफ्नो जीवन बिताउँछ र एक दिन मर्छ। चिलको बच्चा चिल भएर कहिले पनि बाँच्न पाउँदैन, कुखुरा भएर आफ्नो जीवन बिताउँछ र कुखुरै भएर उसले आफ्नो जीवन त्याग गर्छ। यो कथाबाट हामीले के प्रेरणा लिन सक्छौँ भन्दाखेरि हामीभित्र अपार सम्भावना भएर पनि हाम्रो संगत चाहिँ गलत भयो भने, हाम्रो गलत साथी सङ्गीको सरसल्लाहमा हाम्रो जीवनलाई अगाडि बढायौँ भने हामीले कहिले पनि आफ्नो वास्तविक सम्भावना बाहिर देखाउन सक्दैनौँ, वास्तविक क्षमता बाहिर प्रकट गर्न सक्दैनौँ। किनकि हाम्रो साथीहरूको सङ्गत यदि हामीले आफूसँग भएको क्षमताभन्दा कम क्षमता भएका साथीहरूसँग हाम्रो सङ्गत पर्यो भने कहिले पनि हाम्रो आफ्नो क्षमता र सङ्गतलाई बाहिर प्रकट गर्ने अवसर उनीहरूले दिने छैनन्। त्यसकारण मित्रहरू, जीवनमा सङ्गतको यति ठुलो शक्ति र यति ठुलो प्रभाव हुन्छ। भ्रष्टाचारी फटाहरूको सङ्गतमा परेका मान्छेहरू कालान्तरमा उनीहरू पनि भ्रष्टै भएर छोड्छन्। हामीले समाजमा देखेकै छौँ। तर एकदम सफल व्यक्तिहरू, सफल बिजनेसम्यानको सङ्गतमा परेका मान्छेहरू एक दिन उनीहरू पनि बिजनेसकै लाइनमा लाग्ने, अर्थात् उनीहरू पनि त्यही सफलताको बाटोतर्फ अघि बढ्ने हामीले देखेका छौँ। हुन त मान्छेलाई गलत सङ्गतको प्रभावमा पर्न एकदमै छिटो हुन्छ,
तर सही सङ्गत अर्थात् राम्रो बाटोमा लाग्नलाई समय लाग्छ, तर त्यसले जीवनमा एकदमै सफलता नै तपाईँहरूलाई दिने गर्छ। त्यसकारण हामीले सफलताको बाटो रोज्ने या असफलताको बाटो रोज्ने, प्रगतिको बाटो रोज्ने या दुर्गतिको बाटो रोज्ने, त्यो तपाईँ हाम्रै चोइसमा निर्भर रहन्छ। त्यसकारण मित्रहरू, हामीले सङ्गत जहिले पनि सही सङ्गतमा लाग्नुपर्छ, जीवनलाई साँच्चै सफल बनाउने हो भने, सुखी बनाउने हो भने। आजको यो बसाइ यहाँहरूलाई कस्तो लाग्यो? यदि आजको बसाइ यहाँलाई मन परेको खण्डमा यो भिडियोलाई तपाईँले सेयर गर्न सक्नुहुन्छ र साथै मेरो फेसबुक पेज विकास देव योन्जन तामाङलाई पनि लाइक गरिदिनु होला र युट्युबतिर तपाईँहरूले आँखा लगाउनु भयो भने विकास देव योन्जन तामाङ मेरो युट्युब च्यानल छ, त्यसलाई पनि सब्सक्राइब गरिदिनु होला। आजको यो अमूल्य साथको लागि यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद का साथै जाँदै सधैँ भन्न चाहन्छु, यहाँहरू सबैको जय होस्, जय होस्, जय होस्।